चाहिँ अन्त जङ्गलतिर आएको कि है, जङ्गलतिर आएको खासमा है, खोले हिँड्दैछु, खोले हिँडिरहेको छु। खासमा म चाहिँ यहाँ यस्तो जङ्गल छ कि हेर्नु, यहाँ कोही छैन क्या। यो मेरो ठ्याक्कै घरमाथि हो क्या, घरमाथि हो, कोही पनि छैन जङ्गलमा। खै गाई बाख्रा पुगाउने मान्छेले कहाँ गयो? गाई बाख्रा त हुनुपर्ने होइन। किनकि यस्तो मौसम यस्तो चिसो छ नि है, यस्तो चिसो छ मौसम, बाफरे। त्यही भएर म चाहिँ यहाँ खासमा चाहिँ दाउरा खोज्न हिँडेँ है, दाउरा खोज्न हिँडेको कोही नभेटाएर खोले हिँडेको छु। त्यहाँ यसरी उक्लियो सर अनि घर जान्छु म चाहिँ। मेरो आजको प्लान चाहिँ पुरै चौपट भयो। खासमा म चाहिँ माथि जाने भन्ने विचार थियो कि जङ्गलतिर जाने भन्ने पुरै उयो थियो, तर भएन गरे आज है। सो यस्तो जग्गा है, म चाहिँ माथितिर आएको छु है, जङ्गलतिर। म चाहिँ घरतिर लागेँ है, घरतिर लागेको। जाडो पनि यस्तो जाडो छ नि है, खोलाबाट म चाहिँ माथि उक्लिसकेँ। यहाँ सिधा गएपछि मेरो घर आउँछ। घर चाहिँ तल पर्छ कि आउँछ भन्दा पनि तल, यहाँबाट बाटो चाहिँ यो। त्यही भएर म चाहिँ घरतिर लागेको। यस्तो जाडो गरेको छैन आज, हुन त पुस महिना लाग्यो नि त होइन। सो त्यही भएर जाडो चाहिँ बहुत जाडो गरेको छ कि, त्यही भएर बिस्तारै म चाहिँ यहाँबाट बिस्तारै घरतिर लाग्यो। किनभने दाउरा छ नि त तल जति पनि छन् कि त्यतिलाई बहुत टुकार्नु पर्ने भयो। दाउरा गर्न हेर्न आएको चाहिँ म चाहिँ खासमा। त्यही भएर यहाँ केही सुनसान छ नि है, यस्तो केही कराउँदैन, यत्रो जङ्गल छ। उतैबाट चरा च्याप गर्छ, बाँकी त सो त्यही भएर यस्तै छ। साह्रो जाडो हो क्या हाम्रोतिर। कस्तो हुन्छ भने फेरि जाडो मौसममा बहुत जाडो हुन्छ, गरम मौसम फेरि बहुत गर्मी हुन्छ कि। तराई एरिया भनेर हो कि है, के हो त्यस्तो थाहा भएन। यस्तो गर्मी हुन्छ, गर्मी भनेर जाडो बेला पनि अथाह जाडो हुन्छ क्या। सो म चाहिँ यहाँ तलबाट आएको, यहाँ तलबाट यस्तो गरेर सब चाहिँ म घरतिर जान्छु बिस्तारै। थाकेँ त्यो उकालो चरा पनि थाकेर जाडो भएर हामी पनि हमेसा कहिले नि त्यो हुटहरू टोपीहरू लाउँदैन थिएँ। आज चाहिँ यस्तो जाडो रहेछ, त्यो पनि हावा हेर्नु, हावा कस्तो हावा चलायो क्या, पुरै हावा चलेर यस्तो चिसो गरे। सो त्यही गरेर जाडो छ है। सो नेपालभरि नै होला छ जाडो नै नहुने होइन, तर आज चाहिँ अहिले धेरै बेग्लै जाडो गरेको कि। त्यही भएर म चाहिँ यता दाउरा हेर्न आएको, अब घरतिर जानु आएको। जङ्गल चाहिँ फेरि अथाह छ नि फेरि होइन, हेर्नु जङ्गल अन्त बाफ्रे। हाम्रोतिर बाख्रा पाल्नेलाई चाहिँ सजिलो छ क्या, बाख्रा पाल्ने मान्छेलाई चाहिँ टेकायो चरायो गयो घर है। सो यस्तै छ गाई चाहिँ, सो यस्तै छ। दाउरा खोज्न आएको पनि दाउरा पनि नगाडी घर फर्किहाल्यो। मेरो आज प्लान चाहिँ ठुलो थियो कि, माथिसम्म जाने प्लान थियो, तर भएन। किन भएन भन्दा पनि आज बजारतिर जाने काम पऱ्यो कि, त्यही भएर म नगएको। थाक्यो हिँडेर यहाँ, त्यही भएर म चाहिँ नगएको। सो हेर्छु भोलि पर्सितिर जान्छु होला। भोलि पर्सि गएपछि हाम्रो एकदम डाँडाको लेकको म भिडियो बनाएर हालिहाल्छु नि, भिडियो बनाइहाल्छु होइन। सो त्यही भएर यस्तै छ। बजार गयो भएर चाहिँ म जान नपाएको। यस्तै छ है, यस्तै छ। हाम्रो त्यो ठाकाले हेर्नु के हरियो छ। यो जस्ट हाम्रै घरमाथि जङ्गलको हेर्नु यस्तो छ कि, जङ्गल पनि पुरै
जस्तो छ है। तर बाख्रा चाहिँ यहाँ एकजना पनि बाख्रा ल्याएन कि, जङ्गल त लास्टै छ फेरि, एकजना पनि ल्याएन, के गर्नु। तर पहिला यहाँ चाहिँ झन् बाक्लो जङ्गल हुन्थ्यो नि त, अब अहिले बस्ती धेरै भयो कि, त्यही भएर कम जङ्गल भयो। सालको रुख पनि पहिला धेरै बाक्लो हुन्थ्यो, यता नि इन्छन् नि सालको रुखहरू पातलो पातलो छ क्या अहिले सालको रुख, धेरै पहिला जस्तो छैन। पहिला त धेरै हुन्थ्यो नि त, कति त ढाल्यो होला, वन समुदाय वन भएपछि ढाल्यो होला, ढाल्यो अहिले पनि। अहिले त झन् तल त्यो ढाल्यो, यता चाहिँ अहिले साना साना मात्र छ, पहिला ठुल्ठुलो थियो के अरे पहिला होइन। सो यस्तै छ मेरो चाहिँ है आजको दिन। खासमा चाहिँ बजार गएर भर्खर आएको कि, बजार गएर भर्खर आएको, दाउरा हेर्न जानु पर्यो भनेर चाहिँ आएको हो। मेरो प्लान, आजको प्लान चाहिँ लेखै पुग्ने प्लान थियो, त्यो भएन। सो त्यही भएर दाउरा हेर्न आएको थिएँ है। अनि रमाइलो छ जिन्दगी। साथीहरूले भन्नुहुन्छ ल कताको जङ्गल गएको भिडियो बनाएर हाल्छ भन्नुहुन्छ होला। सो यस्तै पर्छ है। ल आजलाई यति नै छोटो मिठो। सो मेरो यसो तपाईँलाई मेरो भिडियो मनपर्छ भने लाइक सेयर सब्सक्राइब गर्नुहोला है। सो रमाइलो गर्नुहोला, हेर्नुहोला। यो चाहिँ अर्ग्यानिक भिडियो हुन्छ, अर्ग्यानिक भिडियो हो नि त हाम्रो चाहिँ, कुनै मिलावट केही छैन, अर्ग्यानिक भिडियो हो। सो मनपर्छ पर्दैन, मन पऱ्यो लाइक सेयर सब्सक्राइब चाहिँ गर्नु है गाइज। म चाहिँ जस्तो घरको माथि आइसकेको छु, ठ्याक्कै यो चौर छ यहाँ, त्यसको ठ्याक्कै माथि चाहिँ तल माथि म छु, ठ्याक्कै यो चौर छ, चौरदेखि ठ्याक्कै तल फेरि गाउँ आइपुगिहाल्यो। सो ओके गाइज, फेरि अर्को भिडियो लिएर आउँछु है। आजलाई यति नै छोटो मिठो, धेरै लामो भिडियो पनि के गराउनु होइन। ओके गाइज, बाई 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 सबैलाई बाई।